जीमा लगइन गरेपछि तपाईलाई यस्तो ड्याशबोर्ड देखिन्छ। सुरुमा हाम्रो कुनै पनि डाटा इन्ट्री नभएको कारण सबै खाली देखिन्छ। आज म तपाईलाई यो साइटलाई पहिलो पटक कसरी सेटअप गर्ने, क्याश कसरी राख्ने र सेकेन्डरी मार्केटका बाइ सेल ट्रान्ज्याक्सनहरू कसरी इन्ट्री गर्ने भन्ने कुरा सजिलो भाषामा देखाउनेछु। सबैभन्दा पहिले हाम्रो टोटल क्याश अहिले 0 देखिएको छ। त्यसैले सुरुमा हामीले डेटा इन्ट्रीमा गएर क्याश एन्ड प्राइमरी मार्केट डेटा इन्ट्री प्रयोग गर्नुपर्छ। यही सेक्सनबाट क्याश इन, क्याश आउट, आइपिओ, राइट सेयर, बोनस सेयर, क्याश डिभिडेन्ड, लोड कोल्याट्रल, रिफन्ड कोल्याट्रल लगायतका सबै इन्ट्रीहरू गरिन्छन्। यदि तपाईँ आफ्नो मेरो शेयर पोर्टफोलियो सिधै इम्पोर्ट गर्न चाहनुहुन्छ भने इम्पोर्ट फ्रम मेरो शेयर प्रयोग गर्न सक्नुहुन्छ। त्यहाँ दिएको स्टेप हेरेर सजिलै आफ्नो पोर्टफोलियो ल्याउन सकिन्छ। तर अहिले म म्यानुअल तरिकाले कसरी प्रयोग गर्ने भन्ने सिकाउँदैछु। अब सुरुमा हामीले क्याश इन गर्नुपर्छ। पैसा सिस्टममा थप्दा क्याश इन र पैसा निकाल्दा क्याश आउटको इन्ट्री गर्नुपर्छ। तपाईले चाहनुभयो भने आफ्नो सम्पूर्ण पैसाको हिसाब राख्न सक्नुहुन्छ वा शेयर बजारका लागि छुट्टै रकम मात्र राख्न सक्नुहुन्छ। उदाहरणका लागि म माई इन्भेस्टमेन्ट भनेर 5 लाख रुपियाँ क्याश इन गर्छु। ट्रान्ज्याक्सन सेभ गरेपछि हाम्रो ड्याशबोर्डमा टोटल क्याश 5 लाख देखिन्छ। तर करेन्ट इन्भेस्टमेन्ट भने अझै 0 छ, किनकि हामीले अहिलेसम्म कुनै शेयर खरिद गरेका छैनौँ। अब यदि हामी सेकेन्डरी मार्केटमा शेयर किन्न चाहन्छौँ भने पहिले लोड कोल्याट्रल गर्नुपर्छ। यो सिस्टममा बाइ गर्दा रकम कोल्याट्रलबाट काटिन्छ र सेल गर्दा रकम फेरि कोल्याट्रलमै थपिन्छ। त्यसैले सेकेन्डरी मार्केटको कारोबार गर्नु अघि कोल्याट्रल लोड अनिवार्य हुन्छ। अब म 50,000 रुपियाँ कोल्याट्रल लोड गर्छु। यदि ब्याङ्क वा ब्रोकरले कुनै ट्रान्ज्याक्सन चार्ज काटेको छ भने त्यो पनि यहाँ राख्न सकिन्छ। ट्रान्ज्याक्सन सेभ गरेपछि ड्याशबोर्डमा हाम्रो टोटल कोल्याट्रल 50,000 देखिन्छ। अब यो कोल्याट्रल प्रयोग गरेर हामी शेयर खरिद गर्न सक्छौँ। उदाहरणका लागि म अहिले एनआइसिए को 100 किता प्रति किता 400 रुपियाँमा बाइ गर्दैछु। सबै विवरण ठिक छ भने सेभ ट्रान्ज्याक्सन गर्छु। ट्रान्ज्याक्सन सेभ गरेपछि हाम्रो ड्याशबोर्ड अपडेट हुन्छ। बाइ गरेको रकम कोल्याट्रलबाट घट्छ र हामीले किनेको शेयर माई होल्डिङ्समा देखिन्छ। साथै टुडे एक्टिभिटिजमा आज कति किनेको, कति बेचेको, प्रफिट लस कति भयो भन्ने सबै हेर्न सकिन्छ। हामीले गरेको सम्पूर्ण कारोबार माई डेटामा सुरक्षित हुन्छ। त्यहाँ डेटमा क्लिक गरेर त्यो दिनको सबै ट्रान्ज्याक्सन हेर्न सकिन्छ। कम्पनी नेममा क्लिक गर्दा त्यो कम्पनीसँग सम्बन्धित सबै बाइ सेल हिस्ट्री, प्रफिट लस लगायतका सबै विवरण हेर्न सकिन्छ। अब म एउटा सेल ट्रान्ज्याक्सन गरेर देखाउँछु। म एनआइसिए को 10 किता प्रति किता 500 रुपियाँमा सेल गर्छु। सेभ गरेपछि सेल गरेको रकम फेरि कोल्याट्रलमा थपिन्छ। यदि प्रफिट भएको छ भने त्यो पनि टुडे समरीमा देखिन्छ। अब हाम्रो होल्डिङ्समा बाँकी शेयर मात्र देखिन्छ। यहाँ सर्ट टर्म र लङ टर्म क्वान्टिटी पनि छुट्टा छुट्टै देखाइन्छ। त्यसैले तपाईको होल्डिङ सर्ट टर्म हो कि लङ टर्म भनेर सजिलै थाहा हुन्छ। यदि ब्रोकरले तपाईको ब्याङ्क खातामा पैसा फिर्ता पठायो भने त्यसको लागि रिफन्ड कोल्याट्रलको इन्ट्री गर्नुपर्छ। उदाहरणका लागि ब्रोकरले चार्ज काटेर पैसा पठाएको छ भने एक्चुअल प्राप्त रकम लेख्ने र काटिएको चार्ज छुट्टै राख्ने। त्यसपछि सेभ ट्रान्ज्याक्सन गरेपछि तपाईको क्याश ब्यालेन्स अपडेट हुन्छ। यसरी तपाईले आफ्नो सम्पूर्ण पोर्टफोलियो सजिलै म्यानेज गर्न सक्नुहुन्छ। बाइ गर्दा रकम कोल्याट्रलबाट घट्छ, सेल गर्दा फेरि कोल्याट्रलमा थपिन्छ र ब्रोकरबाट पैसा आयो भने रिफन्ड कोल्याट्रल गर्नुपर्छ। यो सिस्टममा म्यानुअल इन्ट्री, टिएमएस कपी, नासा एक्स फाइल अपलोड लगायत धेरै मेथडहरू छन्। तपाईलाई जुन सजिलो लाग्छ त्यो प्रयोग गरेर आफ्नो पोर्टफोलियो अपडेट गर्न सक्नुहुन्छ। सुरुमा एउटा कुरा याद राख्नुहोस्, पहिले क्याश इन गर्नुहोस्, त्यसपछि लोड कोल्याट्रल गर्नुहोस् अनि बाइ सेलको इन्ट्री गर्नुहोस्। आइपिओ, राइट शेयर, अरूको पैसा चाहिँ अभाइलेबल क्याशबाट घट्छ। यदि तपाईलाई अरू कुनै टुल वा फिचरको बारेमा जान्न मन छ भने कमेन्ट गर्न सक्नुहुन्छ। सिधै प्रोफाइलमा गएर व्हाट्सएप वा मेसेज मार्फत पनि सम्पर्क गर्न सक्नुहुन्छ। धन्यवाद।